भुटानका 22 वर्षीय बायाँती स्पिनर सोनाम एसेले टी20 क्रिकेटमा विश्व कीर्तिमान हासिल गरेका छन्। उनी एउटै टी20 खेलमा 8 विकेट लिने संसारकै पहिलो बलर बनेका छन्। चाहे त्यो अन्तर्राष्ट्रिय खेल होस् वा अन्य कुनै घरेलु खेल, 8 विकेट लिने कीर्तिमान सोनामको नाममा दर्ता भएको हो। भुटानको गेलेफुमा म्यानमार विरुद्ध खेलेको खेलमा सोनामले मात्र 4 ओभर बलिङ गरेर 7 रन खर्चिँदै 8 विकेट लिएका हुन्। भुटानले सुरुमा ब्याटिङ गर्दै 127 रन बनाएको थियो। जवाफमा म्यानमारको टोली सोनामकै घातक बलिङका कारण 45 रनमा अल आउट भयो। जारी प्रतियोगितामा उनले 4 खेलमा 12 विकेट लिइसकेका छन्। सोनामले सन् 2022 जुलाईमा मलेसिया विरुद्धको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेका थिए। पहिलो खेलमै 3 विकेट लिएर उनी चर्चामा आएका थिए। उनले अहिलेसम्म 34 अन्तर्राष्ट्रिय खेलमा जम्मा 37 विकेट लिइसकेका छन्। यसरी 22 वर्षकै उमेरमा 8 विकेट लिएर सोनामले विश्व कीर्तिमानमा आफ्नो र भुटानको नाम सुनौलो अक्षरले लेखेका छन्। यस्तै खेल सामग्रीका लागि हाम्रो स्पोर्ट्स अपडेट च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।